खालको गेट बनाइनु हुँदो रहेछ साथीहरू, हेर्नुहोस् ल। यो घरको गेट डिजाइन चाहिँ यो खालको बनाउँदा पनि हुने रहेछ नि गेट चाहिँ। यो चाहिँ हाम्रो छ्यामाको घर है, हाम्रो आमाको अन्तरी बहिनीको घर हो। यो चाहिँ साथीभाइ, अन्त यतापट्टि भाइको घर हो। यो चाहिँ छ्यामाको हो। अन्त म चाहिँ यहाँ आइरहेको छु बेलबारी, अब कुवा जाने बसिया है। अन्त हामी चाहिँ यहाँ आइरहेको छु। म चाहिँ नानीहरू चाहिँ गाडी झन् छोडिराखेर हामी चाहिँ जान्छौँ साथीहरू। हामी चाहिँ गर्नु सल्लाहहरू। चाहिँ अब जाने हो उता दुर्गापुर हो। यहाँ आयो छ्यामाकोमा, दुईजना छ्यामासँग यहाँसम्म हुनुहुन्छ है। चाहिँ छ्यामाको दोकान रहेछ, भेटेँ कति सालमा। अब चाहिँ हामी जाँदैछौँ निस्क्यौँ यहाँदेखि। अब निस्केर चाहिँ जाने हो, पुग्ने हो। अब दुईजना छ्यामाहरूसँग हिँडेको, म चाहिँ दुईजना आमाहरू लिएर गएको। अब सबजना अब टोटोमा चढ्यौँ अन्त जाने हो साथीहरू। हामी चाहिँ अब गच्छे गएकै साथीहरू, आमा छोरा हिँड्यौँ अब दुईजना हो। घुमेर आउने कति सालमा भेट भयौँ हामी हो। आमा छोरा ए बहुत सालमा भेट भयो, हेर्नुहोस् त। एकदम यत्रो कति भयो है, 25-26 साल भयो है। यत्रो सालमा भेटायौँ है। फेरि बिहान 4 बजेदेखि म ओछ्यानमै हुँदाखेरि चिया खाँदै पानी खाँदै फोन गर्दै गर्छिन् कहिले। मेरो माइतीसँग कति सालमा भेटेँ म, हेर्नु त। ए छ्यामा भाइ घर आइपुग्यौँ। यहाँ पनि हाम्रो गणेशको घर यहाँ रहेछ है, घरमै है। पुरी दामी फुलेछ साथीहरू।